प्रोग्रामिङ भनेको के हो त? कम्प्युटरलाई यो स्टेप फलो गरेर यो स्पेसिफिक टास्क पर्फर्म गर्नु है भनेर दिने इन्स्ट्रक्सनलाई नै प्रोग्रामिङ भनिन्छ। हामीलाई थाहा छ कम्प्युटरले आफै सोच्न सक्दैन, त्यही भएर हामीले केही टास्क गराउनको लागि हामीले चाहिँ इन्स्ट्रक्सनहरू पनि दिनुपर्ने हुन्छ है। त्यो राइटिङ इन्स्ट्रक्सन दिने प्रोसेसलाई नै प्रोग्रामिङ भनिन्छ। हामीलाई थाहा छ कम्प्युटरले बाइनरी नम्बर मात्र बुझ्छ, किनकि कम्प्युटर भनेको इलेक्ट्रिक डिभाइस हो। त्यहाँ चाहिँ धेरै स्विचेसहरू हुन्छ हो। स्विचेस भनेको चाहिँ स्विचेस अन भयो भने चाहिँ 1 भनेर बुझौँ, स्विचेस अफ छ भने चाहिँ 0 भनेर बुझौँ। र कम्प्युटरमा हरेक कुराहरू चाहिँ 0 र 1 ले चाहिँ रिप्रेजेन्ट गरिरहेको हुन्छ। त्यसैले अब हामीले इन्स्ट्रक्सन त दिनुपर्छ भन्यौँ, तर हामीले चाहिँ 0 र 1 को रूपमा पनि दिएर सम्भव हुँदैन, त्यहाँ धेरै डिफिकल्टिजहरू हुन्छ है, अनि हामीले बुझ्न गाह्रो हुन्छ। त्यही भएर चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजहरू चाहिँ हामीलाई चाहिएको हो। प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ उसले चाहिँ मेडिएटरको रूपमा चाहिँ काम गर्छ। हामीले चाहिँ ह्युमन ल्याङ्ग्वेजको रूपमा चाहिँ इन्स्ट्रक्सनहरू दिन्छौँ र प्रोग्रामिङ ल्याङ्ग्वेजमा लेख्छौँ, र प्रोग्रामिङ ल्याङ्ग्वेजले चाहिँ त्यसलाई चाहिँ कम्प्युटरले बुझ्ने भाषामा कन्भर्ट गरेर कम्प्युटरलाई दिन्छ र कम्प्युटरले एक्जिक्युट गर्छ है। त्यही भएर चाहिँ हामीलाई प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिएको हो। र प्रोग्रामिङ ल्याङ्ग्वेजको इक्जाम्पलहरू भनेको पाइथन, जाभा, जाभास्क्रिप्ट, सी प्लस प्लस है। र अब यो चाहिँ रिक्वायरमेन्टको अनुसारले, आफ्नो इन्ट्रेस्टको अनुसारले हामीले चाहिँ चुज गर्न सक्छौँ कस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज हामी युज गर्छौँ भनेर।